नेपालमा एउटा भनाइ छ, नाम होस् या बदनाम होस् तर गुमनाम नहोस्। आजभोलि यो भनाइ ठ्याक्कै कसैसँग मिल्छ भने ती हुन् माननीय सांसद हर्क साम्पाङ राई। भावी सम्भावित नेपालका प्रधानमन्त्री हर्क साम्पाङ राईको चर्चा आज पूर्वी नेपालदेखि पश्चिमको दार्चुला र कालापानीसम्म छ। भावी प्रधानमन्त्री किनभने उनी आफैले आफूलाई पटक पटक देशको प्रधानमन्त्री बन्ने भविष्यवाणी गर्दै आएका छन्। यो देशको सबैभन्दा ठुलो पदमा पुग्छु कि जस्तो भइराखेको छ। 1 बन्छु, 2 बन्छु, 3 बन्छु, यो देशको प्रधानमन्त्री म बन्छु। विरोधको पनि विरोध गर्ने शैली अपनाएका हर्क साम्पाङको प्रवृत्ति अहिले उनको मुख्य परिचय नै बनेको छ। वर्तमान सरकारको कार्यशैलीमा विरोध गर्नु, आलोचना गर्नु र गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्नु श्रम संस्कृति पार्टीको यति बेला मुख्य एजेन्डा नै बनेको छ। आजभोलि फेरि न्युज 24 का पत्रकार वीरेन्द्र जय्युका कारण हर्क साम्पाङ चर्चामा छन्। हर्कको नजरमा श्रम संस्कृति पार्टी भनेको उनको प्राइभेट कम्पनी हो। पार्टीको विचार भनेको ढुङ्गा बोक्ने मात्रै हो। वाद, नीति र सिद्धान्त भनेको हर्कवाद हो। जनता भनेको आदिवासी जनजाति र उनको जय जयकार गर्ने कोटरीका एकमुठी मान्छे मात्रै हुन्। कार्यक्रम सिधा कुरा जनतासँगमा हर्कमाथि गरिएको टिप्पणीको विरोध गर्दै पत्रकार जय्युको पत्रकारिता नै सकाइदिने भन्दै उनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। टिप्पणी गर्न लायक पनि नभएको भन्ने कुरा, टिप्पणी गर्न लायक नभएको भने किन त्यो भनेर भनिराखेको? तपाईँ चाहिँ कुन लेभलको तपाईँको चाहिँ के अरे पत्रकार हो र? एकचोटि इन्टरभ्यू लिनु न, त्यसपछि थाहा भइहाल्छ नि को कतिको लेभलको रहेछ भन्ने कुरा। त्यो इन्टरभ्यू लिएको भोलिपल्टदेखि तपाईँको पत्रकारिता नगर्ने खालको बनाइदिन्छ। त्यसो त उनले सामाजिक अभियन्ता तथा पूर्व सचिव भीम उपाध्यायले आलोचना गरेपछि उनलाई समेत उपनाम दिँदै ढेडुको संज्ञा दिएका थिए। उनीहरू बीचको द्वन्द्व आज पनि सामाजिक सञ्जालमा देखिन्छ। हर्कले उपनाम दिएपछि उपाध्यायले समेत लगातार हर्कको आलोचना गर्दै आएका छन्। बेला बेला उनीहरूको द्वन्द्व फेसबुकको कमेन्टमा देख्न सकिन्छ। केही समय अगाडि सुनसरीको कप्तानगञ्ज र देवानगञ्जमा भएको जातीय द्वन्द्वको कारण पनि अप्रत्यक्ष रूपमा हर्क साम्पाङको हिन्दू विरोधी शैलीका कारण नै उत्पन्न भएको कतिपय नागरिकको बुझाइरहेको छ। केही समय अगाडि पार्टीको कार्यक्रमको सिलसिलामा जनकपुरमा पुग्दा उनलाई प्रवेश निषेध गरेपछि रिसले चुर भएका हर्क साम्पाङले सामाजिक सञ्जालमा हिन्दू विरोधी पोस्ट लगातार गर्दै आएका थिए। हिन्दू समुदायलाई उक्साएको र आफ्नै केही मुस्लिम समुदायका व्यक्तिहरूलाई उचालेर सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिकै कारण द्वन्द्वलाई थप पेट्रोल छर्कने काम गरिएको भन्दै आम जनमानसमा यति बेला हर्क साम्पाङप्रति केही व्यक्तिहरूले गुनासो गरेका छन्। अब एउटा सांसदलाई आफ्नै देशमा पूर्वको सांसद हो या पश्चिमको सांसद होस्, निर्वाध रूपमा घुमफिर गर्न पाउने अधिकार चाहिँ नि यो देशमा हुनु जरुरी छ। जनकपुर जाँदाखेरि जे खालको चाहिँ नि तपाईँको त्यहाँ एउटा समूहले निषेध गर्ने कोसिस गरे। आउनुहोस् आजको यो भिडियोमा हामी हर्क साम्पाङको भनाइ र गराइलाई डिकोड गर्ने प्रयास गरौँ। सबैभन्दा पहिले त अहिले हर्क साम्पाङको पार्टीलाई क्युआर पार्टी भनेर आलोचना गर्ने गरिन्छ। हर्क साम्पाङको पार्टीलाई आजभोलि क्युआर पार्टी भन्ने गरिन्छ। हर्कका आलोचकहरूले श्रम संस्कृति पार्टीले सामाजिक सञ्जालबाट क्युआर दिने र चन्दा उठाउने गरेका कारण उनको पार्टीले पटक पटक यो विषयमा आलोचना खेप्दै आएको छ। त्यही चन्दा उठेको पैसाबाट श्रमदान लगायतमा खर्च गर्दै आएको यो पार्टीले भने यो कुराको खण्डन गर्दै आएको छ। जनताबाट स्वइच्छाबाट प्राप्त भएको पैसालाई राज्यको विकासको काममा लगाएको उनीहरूले दाबी गर्दै आएका छन्। चन्दा र श्रमदानबाट नै देशको विकास गर्न सकिने हर्क साम्पाङको दाबी छ। राज्यलाई अनावश्यक विदेशी ऋणको भारी बोकाउनुभन्दा यो उपाय नै सबैभन्दा उत्तम भएको हर्क साम्पाङको दाबी छ। तर यस्ता गतिविधिले देशलाई दिगो विकास दिन नसक्ने उनका आलोचक र केही बुद्धिजीवीहरूले बताउने गरेका छन्। राज्यलाई नागरिकले कर समेत तिर्नुपर्ने, चन्दा समेत उठाउँदा जनता नै दोहोरो मारमा पर्न सक्ने बुद्धिजीवी नागरिकहरूको आफ्नो भनाइरहेको छ। यस्तै हर्क साम्पाङलाई हिन्दू विरोधी भन्ने समेत गरिन्छ। विशेष गरी हर्क साम्पाङलाई हिन्दू धर्म विरोधी नेताको रूपमा चित्रण गर्ने गरिन्छ। उनले उठाएका अधिकांश मुद्दामा हिन्दू धर्मको व्यवस्था गरिएका कारण उनलाई हिन्दू धर्मको विरोधीको रूपमा हेर्ने गरिएको हो। कतिपयले उनलाई इसाईवादी पास्टर समेत भन्ने गरेका छन्। पछिल्लो समय जनकपुरको जानकी मन्दिरमा पुग्दा उनको विरोध भएको थियो। हिन्दू सङ्गठनका व्यक्तिहरूले त्यहाँ जानकी मन्दिर जाने
कार्यक्रममा उनको विरोध गरेका थिए। विरोध प्रदर्शनकारीहरूले हर्कलाई क्रिस्चियन भन्दै मन्दिर प्रवेशमा समेत रोक लगाउन माग गरेका थिए। यसरी त्यहाँ रहेको एउटा सङ्गठन हिन्दू सम्राट सेना भनिने एक समूहले गाईको मासु खाने सम्बन्धी उनको अभिव्यक्तिलाई लिएर विरोध जनाउँदै उनलाई जनकपुर प्रवेशमा नै निषेध गर्नुपर्ने तर्क रहेको थियो। त्यसपछि उनले हिन्दू सम्राट सेना जस्ता सङ्गठनहरू नेपालमा सार्वभौम देशमा हुनु नहुने भन्दै सरकारले तिनीहरूसँग वार्ता नगर्न र यस्ता अनाधिकृत सेनालाई प्रतिबन्ध लगाउन समेत माग गरेका थिए। हिन्दू सम्राट सेना मैले बुझेको यो नेपाल भनेको सार्वभौम देश हो, यहाँ एउटै मात्रै सेनाको नाम छ, त्यो हो नेपाली सेना। अब यसरी यो ठाउँ ठाउँमा सेना गठन गर्ने छुट कसले कसलाई दिएको हो? सेना गठन गर्न पाउने मापदण्ड के हुन् है? त्यो मापदण्ड पुरा गरेर कसले सेना गठन गर्न पाउने हो? यदि एउटै मात्रै सेना रहनुपर्छ भने यो देशमा यो विभिन्न सेना नामका तपाईँको चाहिँ समूहहरूलाई सरकारले निषेध गर्नुपर्छ। यसले हिन्दू सङ्गठनहरूसँगको उहाँको द्वन्द्वलाई थप चोटिलो बनाएको छ। यस्तै उनलाई धर्मान्तरण समर्थन गरेको समेत भन्ने आरोप लाग्ने गरेको छ। सन् 2023मा धरानमा अवैध रूपमा चर्च निर्माणको क्रममा विवाद भएको थियो र त्यो विवादमा कानुन कार्यान्वयन नगरी मुद्दा अदालतमा पठाएर क्रिस्चियनहरूलाई सहयोग गरेको उनीमाथि आरोप लाग्ने गरेको छ। अब अर्को कुरा प्रधानमन्त्रीको दाबी। हर्क साम्पाङले पटक पटक आफू देशको प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका छन्। उनको यो दाबी सुन्दा हास्यास्पद जस्तै लाग्छ। तत्कालीन निर्वाचनको केही समयमा नै 3 सिट प्रत्यक्ष र 4 सिट समानुपातिक तर्फ पाएका हर्कको पार्टीमा जम्मा 7 जना सांसद छन्। त्यो पनि एक सांसद उपसभामुख बनेपछि उनको भूमिका यति बेला निष्क्रिय जस्तै छ। तर पनि उनी देशको प्रधानमन्त्री बन्ने दाबी पटक पटक गर्दै आएका छन्। यो देशको सबैभन्दा ठुलो पदमा पुग्छु कि जस्तो भइराखेको छ। 1 बन्छु, 2 बन्छु, 3 बन्छु, यो देशको प्रधानमन्त्री म बन्छु। जबकि हर्क साम्पाङ नेपालको प्रधानमन्त्री बन्नका लागि संवैधानिक योग्यता पूरा गर्नेदेखि राजनीतिक बहुमत जुटाउनेसम्मका धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ। यो एक जटिल प्रक्रिया हो जसको मुख्य आधार नेपालको संविधान र प्रतिनिधि सभाको राजनीतिक समीकरणसँग जोडिन्छ। यसरी देशको प्रधानमन्त्री बन्न पहिले त हर्क साम्पाङ संवैधानिक योग्यताहरू पूरा गरेर अगाडि बढ्नुपर्छ। नेपालको संविधान अनुसार प्रधानमन्त्री प्रतिनिधि सभाको सदस्य मध्येबाट मात्र नियुक्त हुन सक्ने प्रावधान रहेको छ। यसका लागि सुनसरी 1बाट संसद निर्वाचित हुनु अनिवार्य छ। सबैभन्दा पहिलो र महत्त्वपूर्ण कदम भनेको नै कुनै पनि निर्वाचनमा प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनु हो। निर्वाचनपछि हर्क साम्पाङको दल अर्थात् श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल अथवा बहुमत प्राप्त गर्ने गठबन्धन बनाउनु पर्ने आवश्यकता रहन्छ। नेपालको संविधानको धारा 76ले प्रधानमन्त्रीको नियुक्तिको प्रक्रिया तोकेको छ। यदि कुनै पनि एक दललाई प्रतिनिधि सभामा स्पष्ट बहुमत अर्थात् 138 सिट भन्दा बढी प्राप्त भएमा राष्ट्रपतिले त्यस दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु सक्ने व्यवस्था छ। यो अवस्थामा विश्वासको मत लिनु पर्दैन, तर कुनै पनि दलको स्पष्ट बहुमत नभएमा 2 वा 2 भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्छ। कुनै गठबन्धन सरकार बनेको अवस्थामा नियुक्त भएको 30 दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनु अनिवार्य हुन्छ। त्यसैले संक्षेपमा भन्नुपर्दा हर्क साम्पाङ प्रधानमन्त्री बन्नको लागि प्रतिनिधि सभामा सदस्यमा निर्वाचित हुनुपर्छ र उहाँको पार्टी वा नेतृत्वमा रहेको गठबन्धनले प्रतिनिधि सभामा कम्तीमा पनि 138 सिट भन्दा बढी बहुमत पुर्याउनुपर्छ। यसरी बहुमतको आधारमा राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त हुनुपर्ने व्यवस्था रहेको छ, जुन आजको दिनमा हर्क साम्पाङको लागि आकाशको फल जस्तो देखिन्छ। दर्शकबिन अब कुरा गरौँ हर्क साम्पाङको पार्टीमा श्रमदान र साम्पाङको गीत अनिवार्य गरिएको सम्बन्धमा। श्रमका पिताको उपनाम पाएका हर्क साम्पाङको श्रमदानलाई श्रम संस्कृति पार्टीले आफ्नो ब्रान्डका रूपमा स्थापित गरेको छ। धरान उपमहानगरपालिकाका प्रमुख समेत रहिसकेका हर्क साम्पाङले नेतृत्व गरेको समयमा श्रम संस्कृति पार्क बनाएर धरानको जनतालाई श्रमदानबाट पानी ल्याएर खुवाएपछि चर्चा पाएपछि उनले सोही श्रमलाई नै संस्कृति बनाउँदै श्रम संस्कृति पार्टीको स्थापना गरेका थिए।
हाल उनको पार्टीमा एउटा अनौठो विधि समेत बनेको छ। उनको पार्टीमा रहनको लागि अनिवार्य रूपमा श्रमदान गर्नुपर्ने र दोस्रो गीत देश आफैमा बन्दैन भन्ने बोलको गीत उनले आफैले गाएको गीतलाई अनिवार्य कण्ठ गर्नुपर्ने। यी दुई मापदण्ड पुरा नगरेका सदस्यको सदस्यता समेत खारेज हुने उनले सार्वजनिक रूपमा बयान दिएका छन्। साम्पाङको अभियानमा जोडिन केवल कागजी सदस्यता वा शुल्क मात्र बुझाएर पुग्दैन, शारीरिक रूपमा भौतिक निर्माण श्रमदानमा समेत सहभागी हुनुपर्ने नियम रहेको छ। अब यो कुनै पनि व्यक्ति पार्टी वा अभियानप्रति कसैको प्रतिबद्ध छ भने मापन गर्ने व्यावहारिक परीक्षा जस्तै बनाइएको छ। यसले अभियानभित्र एक किसिमको सामूहिक पहिचान, ऊर्जा र भावनात्मक एकता निर्माण गर्न मद्दत गर्दछ। तर यसरी हेर्दा उनको सोचमा व्यक्तिवादी केन्द्रितको खतरा देखिन्छ। यसरी पार्टी वा सङ्गठनको सदस्यताका लागि कुनै पनि व्यक्तिको गीत जान्नै पर्ने र उनको व्यक्तिगत शैलीलाई नै मुख्य मापदण्ड बनाउँदा सङ्गठन विचारधारा आधारित नभई व्यक्ति केन्द्रित हुन पुग्ने सम्भावना रहन्छ। सबै नागरिक वा इच्छुक सदस्यहरू शारीरिक रूपमा कडा श्रमदान गर्न सक्षम नहुन पनि सक्छन्। यसरी लोकतन्त्रमा पार्टीको सदस्यता विचार, सिद्धान्त र नीतिका आधारमा लिइन्छ। गीत गाउनु वा विशिष्ट प्रकारको शारीरिक श्रम गर्नुलाई नै प्राथमिक शर्त बनाउँदाखेरि वैचारिक बहस ओझेलमा पर्न सकिन्छ भन्ने केही बुद्धिजीवीहरूको भनाइ छ। हर्क साम्पाङको यो विधि परम्परागत राजनीतिक दलहरूको झोला बोक्ने संस्कृति विरुद्धको एउटा व्यावहारिक र सामाजिक प्रयोग भने हो। यसले आम जनतालाई विकास निर्माणमा प्रत्यक्ष जोड्न सफल भए पनि यसलाई दीर्घकालीन रूपमा राजनीतिक सङ्गठन वा राष्ट्रिय स्तरको पार्टीको रूपमा ढाल्न वैचारिक स्पष्टता, समावेशिता र संस्थागत संरचनाको भने आवश्यकता पर्दछ। अब अर्को कुरा, हर्क साम्पाङमाथि एउटा ठुलो आरोप लाग्ने गरेको छ, घमण्डी नेता। मेरो इच्छा अनुसार चलाउँछु म। तपाईहरुले आफ्नो इच्छा अनुसार चलाउने भने 84 मा तपाईको चाहिँ उम्मेदवारी दिनु, मैसँग लड्नु, जितेर चलाउनु। आजको बैठक स्थगित भएको जानकारी गराउनु। हर्क साम्पाङ र विवाद एउटा सिक्काको दुईवटा पाटो जस्तै बनेका छन्। उनीमाथि नक्कली माओवादी बनेर चन्दा उठाएको आरोप समेत लाग्ने गरेको छ। यद्यपि यिनले यो आरोपलाई खण्डन गर्दै आएका छन्। बोल्ने भन्दा पनि बढी सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्ने गरेका हर्क साम्पाङले स्ट्याटसकै कारण विवाद र चर्चामा आउने गरेका छन्। कतिपयले उनलाई एउटा घमण्डी नेताको रूपमा विश्लेषण गर्दछन्। त कतिपयले देशलाई माया गर्ने एउटा सच्चा नेपाली, सच्चा सपुतका रूपमा चित्रण गर्ने गर्दछन्। अब आफ्नो स्वार्थ मिल्ने विषयमा केही लचकता देखाए तापनि हालको अवस्थामा बालेन सरकारको मुख्य प्रतिपक्षी दलको रूपमा खडा भएका श्रम संस्कृति पार्टीले सबै नेपालीको समावेशिताको आवाज भने बोल्ने गरेको छैन। निश्चित समुदाय र क्षेत्रका वास्तविक मुद्दा उठाए पनि नेपाल एक बहुभाषिक र बहुसांस्कृतिक मुलुक रहेकोले यहाँ समावेशिताको मुद्दा नै सारा नेपालीको मुद्दा हो। त्यसैले गर्दा यो पार्टीले गम्भीर भएर पूर्वदेखि पश्चिम, हिमाल, पहाड र तराईका जनताको मुद्दा उठाउन सके आगामी संसदीय निर्वाचनमा समेत धेरै सिट जित्न सक्ने अवसर हुन सक्छ। तर एक समुदाय र क्षेत्रमा रहेर कुण्ठित र जातिवादी विषयमा अल्झिएर एक सीमित विरोधमाथि विरोध गर्ने बाहेक कुनै प्रशासनिक भूमिकामा आउन नसक्नु भविष्यमा उनको लागि एउटा खतरा हुन सक्छ। यसरी हेर्दा निकट भविष्यमा उनको विकल्पमा अरू पनि व्यक्तिहरू नआउलान् भन्न भने सकिँदैन। दर्शकबिन, आजको भिडियो तपाईलाई कस्तो लाग्यो? कृपया सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।